Hey guys, today we are taking you to a pottery village in USA, North Carolina, and yeah, this is the catalog we have in our hand, and it got all the information about different pottery shop or artists that they have. They have more than I believe 30 of the artists over there, and they have a little workshop where we are going. And before we go there, सामु स्ट्रङ छ सामुले के गर्छ देखि अब के गर्नुपर्छ तिमीले प्लेट हो दियो अब के गर्नुपर्छ तिमीले तिमीसँग नुनु गर्नुपर्छ सामु दिदीसँग सुत्न मन लाग्छ साबी अब सुनिराख नि के गर्नुपर्छ रे भाइसँग सुत्नुपर्छ नयाँ कसले दिएको छोरो अब आज राति दिदी र भाइ टाँसेर सुत्ती भयो अब त्यो पाराले सिल्की सिल्की कपाल कुन स्याम्पूले नुहाउँछ सामु तिमी सामु कुन स्याम्पूले नुहाएको कपाल हल्लो hey guys, what's up? Today we came to visit this little town. It's called Pittsboro. It's in North Carolina and it's expanding rapidly. It's a historic town and looks very nice. This is a little downtown. And, the population of Pittsboro is growing rapidly because it's very pleasant and the surrounding places like Chapel Hill. So yeah, they are like very expensive to live in Chapel Hill. So people are moving here. So we're gonna go to the welcome center here. वेलकम सेन्टर आज हामी यहाँ नर्थ च्यापल हिलको नजिकको सिटी पिट्सबोरो भन्ने डाउनटाउनमा आइरहेको छौँ यहाँ चाहिँ खास अन द वे अर्को ठाउँमा जानुपर्ने काम थियो त्यहाँ जानुभन्दा अगाडि यो डाउनटाउनमा देखेर यतापट्टि छिरेको हामीलाई चाहिँ सानो सानो डाउनटाउनहरू घुम्नलाई मनपर्छ यो चाहिँ कङ्क्रिट गर्दैछ वेलकम टु पिट्सबोरो भनेर लेखेको देख्नुभयो होला है ठुलो ट्रक गरिरहेछ यहाँ फुड ट्रक पनि रहेछ भोक त लागेको छैन घरैबाट खाएर आएको अब खाइँदैन आज है सुभाष चाहिँ अगाडि अगाडि हिँडिरहनु भएको छ ब्युटिफुल आर्ट्स छ है ब्युटिफुल आर्ट्स चाहिँ अगाडि गएर कुरिरहनु भएको छ अनि यो चाहिँ सिटी सेन्टर रहेछ कति राम्रो बच्चा अगाडि सानो सानो सिटीहरू छ बजारहरू है क्रिसमस मजाले लागिरहेको छ है अमेरिकामा धेरै यस्तो राम्रो डेकोरेसन छ यहाँ सानो रहेछ माथि यस्तो छ मेल बक्स देख्न सक्नुहुन्छ अनि सुभाष चाहिँ सामान बिर्सेको जस्तो गरी दौडी दौडी गइरहनु भएको छ अमेरिकन झन्डा र सिटी सेन्टर गरिरहेछौँ अलिक टाढा चाहिँ च्याथम त्यो हामी जानुपर्ने ठाउँ रिक्लामेसन सप चाहिँ अलिक टाढा रहेछ त्यही भएर अब हामी गाडी लिएर जाने कस्तो मजाले रहेछ यो चाहिँ सिटी भयो डाउनटाउन
कफी सपहरु अल्परसम्म जाने कि अल्परसम्म जाने कि मैले खिचिरहेको छु मैले कहिले काहीँ खिचेको राम्रै आउँछ त क्रिसमसको डेकोरेसनहरू क्रिसमसको मेनली आजकल चाहिँ क्रिसमसलाई फोकस गरेर गरेको छ लाइटहरू यस्तो सजाएको छ कस्तो मजाको डेकोरेसन रहेछ यहाँ त लेडिज फिटनेस सेन्टर रे Oh, okay. So they open at 11 a.m. सानो डाउनटाउन रहेछ हैन घर बसिसक्नु भयो ढिला भएछ नाक्ना गाडी खोल्नु पर्यो गाडी नखोली लक गरेर राख्ने बच्चालाई जस्तो जहिले मोबाइल तल राखेर यसो टिकटक खोल्यो तर यसरी माथि भिडियो खिच भन्नुहुन्छ है ल कतिले खिचेको छ है मैले हेर्दा अनि फेरि पछि कस्तो खिच्यो भनेर नभन्नु है यतापट्टि चर्च रहेछ है यतापट्टि घरहरू छ टाढा टाढा घरहरू अमेरिकन गाउँको घरहरू यस्तै हुन्छ च्याथम काउन्टी हाम्रोबाट अलिकता टाढा छ पुरानो पुरानो घरहरू छ है उजाड देखिएको छ अहिले धेरै उजाड देखिएको छ हराभरा हुनलाई समय अलिकति लाग्ने छ यसको प्रतीक्षा गरौँ हामी जिन्दगी पनि कहिलेकाहीँ उजाड हुन्छ यस्तै नै तर प्रतीक्षा गरेर यसलाई नै मलजल गरेर समय हामीले पुग्न सक्यौँ भने हरियाली अवश्य आउनेछ फुलहरू अवश्य फल्नेछ मेरो बुढाको साहित्य सुरु भयो है साहित्य पनि थाहा छ गइरहेछौँ बुढाबुढी गइरहेछौँ अब पुरै वेयर हाउसहरू जस्तो टाइपको खेती किसानीहरू गर्ने रहेछ पुरानो भग्नावशेष कोठहरू यस्तो भत्केको ठाउँ भत्केको पुरै भग्नावशेष छ मतलब यो मान्छेहरू यहाँबाट छोडेर गइरहेछन् सहर बसे सबैजना नेपालमा मात्रै होइन यो चाहिँ अमेरिकामा पनि ग्रामीण भागबाट चाहिँ जहाँ चाहिँ अलिक धेरै विकास छ जहाँ काम पाइन्छ त्यता धेरै जान्छन् बुढापाकाहरू धेरै बस्छ ठाउँमा कि त ग्रामीण भेगमा बस्ने अब कि त अब यो खेती किसानी गर्ने अनि गाई बस्तुहरू पाल्नेहरू पनि बस्छ त्यतातिर अब हेर्नुहोस् बाटोमा कोही पनि छैन न अगाडि न पछाडि पनि देखाइदिनु होला त्यहाँ सिसा पनि देखिन्छ कोही पनि छैन आनन्द छ बाटोमा सबै बाटै आफ्नै हो दायाँ बायाँ त्यता गए पनि गाडी साइड लाएर बस्यो यही ठाउँ तपाईँहरूलाई हामी फेरि हरियाली भएको बेला घुमाउनु ल्याउने छौँ अनि अहिले हामी जान लागेको ठाउँ चाहिँ एउटा चाहिँ माटोको भाँडा बनाउने कुमालेको दोकानमा जाँदैछौँ त्यहाँ चाहिँ माटोको भाँडा भन्नाले माटै नेपालको जस्तो माटो हुँदैन कि यो चाहिँ यसलाई चाहिँ सेरामिक पनि भन्छ हाम्रो चाहिँ जुन भाँडाकुँडाहरू हामीले देख्छौँ नि घरमा हामीले आजकल दैनिक उपयोगमा चाहिँ चाइनाबाट चाइना बोन पनि भनिन्छ नेपालमा अनि त्यो भाँडाहरू चाहिँ त्यसलाई सेरामिक भनिन्छ जुन चाहिँ एकदम त्यो एउटा पहिला पहिला हामीले आगो बालेर एकदम हाई टेम्परेचरमा पकाउनु पर्ने हुन्छ नि जुन चाहिँ त्यो हिसाबमा पकाएको हुन्छ त्यो चाहिँ 1200 देखि 1300 डिग्री सेल्सियसमा चाहिँ कति घन्टा राखेर मजाले पकाएर निकाल्ने हो त्यस्तो खालको भाँडा आफै उत्पादन गर्ने अमेरिकन कम्पनी भनौँ
वा एउटा कलाकारको एउटा दोकान भनौँ त्यस्तोमा जाँदैछौँ। त्यहाँ गएर चाहिँ हामी हेर्छौँ कस्तो भाँडाहरू उत्पादन भइरहेका छन्। अनि यो सजावटको लागि पनि धेरै नै प्रयोगमा आउँछ यो सामानहरू चाहिँ। चर्चको बाटो भएर जान्छ, चर्च चाहिँ सिमेट्रीको मान्छेहरू चियानको बाटो भएर जाँदैछ। कस्तो राम्रो रहेछ, खेतीपाती गरेर चट्ट घर बारेर चट्ट बसेका। हामीलाई चाहिँ चियानको साइडमा डर लाग्छ घर बनाउन, यिनीहरूको अगाडि यिनीहरूलाई चाहिँ डर लाग्दैन रहेछ चियानकै साइडमा घर बनाउने, चियानमा घुम्न जाने। अनि त्यो एक्लो घर छ चियान अगाडिपट्टि, अरू घरहरू छैन। बाजेले काम गरिरहनु भएको छ, बुढो बाजेले काम गरिरहनु भएको छ। नाति हेरेर बसेर गाईको खेती टनाटन रहेछ यतापट्टि। क्रिसमस लागेको छ, क्रिसमस लगाइरहेछ सबैले। कस्तो राम्रो बारेर। ए त पोटरी नै आएछ, जगटाउन पोटरी पनि रहेछ अर्को। टाउन पोटरी टाउन रहेछ। पोटरी भन्नाले चाहिँ कुमाले, ल यो पनि कुमाले ओन्स पोटरी। What kind of pots do they have? यो चाहिँ नर्थ क्यारोलाइना इन्डस्ट्रियलै ठाउँ हो, किनभने यहाँ चाहिँ फर्निचरको राजधानी पहिला। अनि यो पटरी पनि धेरै भएको, त्यो मध्ये हामी जानलाई चाहिँ झन् फेमसै हो। यहाँ चाहिँ अरू पनि पटरी छ, डिन एन्ड मार्टिन पटरी। पटेरी उता पनि छ। यिनीहरूको चाहिँ आफ्नै पोल्ने भट्टी हुन्छ, त्यसमा चाहिँ यिनीहरूले माटोले चाहिँ विभिन्न खालका आकृतिहरू बनाएर त्यसलाई चाहिँ जस्तै प्लेट बनाउनु पऱ्यो भने प्लेटमा ढाल्न मिल्यो, गमला बनाउनु मिल्यो गमला बनायो होइन। अब त्यही अनुसार चाहिँ चम्चा काँटा सबै कुरो चाहिँ बनाउनु मिल्यो। कुनै चाहिँ भास भन्छ, भेष पनि भनिन्छ। भेष भनेको चाहिँ एउटा त्यो त्यस्तै एउटा चाहिँ आकृति हुन्छ भाँडाको, त्यस सजाउनको लागि प्रयोग हुन्छ। पटरीको यो इतिहास हेर्दाखेरि चाहिँ पहिला सुरु पटरी चाहिँ यो आजभन्दा 5000 वर्ष पहिला चाहिँ चीनबाट सुरु भएको हो। त्योबाट चाहिँ त्यो बिस्तारै बिस्तारै धेरै ठाउँमा चाहिँ मान्छेहरूलाई राम्रो लाग्दै गयो। त्यो बेलाको चाहिँ भाँडाकुँडाहरूको यस्तो प्लास्टिकको सिसा थिएन, प्लास्टिक थिएन, केही पनि त्यो बेलासम्म चाहिँ पत्ता लागेको थिएन नि त। त्यही भएर चाहिँ यो एकदम राम्रो लागेर हरेक ठाउँमा चाहिँ यो प्रविधि हस्तान्तरण हुँदै गएर चाहिँ विश्वको धेरै भागहरूमा फैलिँदै गयो। यो सुरुमा चाहिँ यसको श्रेय चाहिँ हामीले चीनलाई दिनै पर्छ, किनभने सभ्यताको धेरै कुराहरू सुरुवात चाहिँ चीनबाट भएको देखिन्छ। जस्तै पैसाको चाहिँ प्रयोग पहिला चिनियाहरूबाटै सुरु भएको हो। त्यो पछि आएर चाहिँ जस्तै भाँडाकुँडा बनाउने भयो, अब यो भयो, अनि अरू पनि धेरै छातादेखि लिएर हरेक कुरा चाहिँ चिनिया उत्पादनहरू चीनका चाहिँ मान्छेहरूले चाहिँ यसलाई चाहिँ पत्ता लगाएर उत्पादन सुरु गरेका हुन्। र हामी हेर्न सक्छौँ यहाँ एउटा राम्रो घर छ, वरिपरि कुनै पनि छैन, त्यस्तै गरी बनेको हुन्छ यहाँ चाहिँ घरहरू। त्यो सबै जग्गा वरिपरि उसैको हो। पछाडिको जङ्गल पनि उसैको हुन्छ धेरै जस्तो। तर त्यो जङ्गललाई के गर्ने हो, रुख काटेर फाल्नलाई धेरै पैसा लाग्छ। अनि त्यसलाई के को लागि प्रयोग गर्ने त भन्ने कुरा पनि हो। त्यही भएर चाहिँ यो रुखहरू चाहिँ यहाँ चाहिँ एकर भन्छ, एकरेज पनि भनिन्छ। एकरेज भनेको चाहिँ बिघा बिघा ठुल्ठुलो जग्गाहरू हुन्छ, 100औं बिघाहरू चाहिँ लिएर बसेका हुन्छन्। अब नेपालमा चाहिँ थोरै जग्गा हुनेलाई पनि धेरै हामीले चाहिँ ठान्छौँ होइन, कति अहम गर्छौँ। भूमि हो यो, मेरो भूमि हो भन्छ भनेदेखि यहाँ त अब त्यो आफ्नो भूमि आफै हिँडेर नसिद्धिने भूमिहरू हुन्छन्। अब किनभने अमेरिकाको विशेषता भनेको अर्को त्यो पनि हो, यहाँ चाहिँ मान्छेहरूको भूमि धेरै हुने अनि फैलाओ जतिसुकै फैलिएर बस्न मिल्ने। त्यही भएर चाहिँ यो फैलाओको यो ठाउँमा चाहिँ
आनन्दसित चाहिँ बस्ने एउटा घरबाट अर्को चाहिँ त्यो केही पनि बोलेको पनि केही आएको मान्छे गएको केही पनि त्यो थाहा नै नहुने टाढा बनाइदिया हुन्छ। अनि यहाँ बस्दा बस्दा मान्छेहरूलाई त्यस्तै मन पनि पर्ने हुन्छ, यिनीहरूलाई प्राइभेसी चाहिने भन्छ नि। अब त्यो प्राइभेसी चाहिँ यहाँ चाहिँ हुन्छ। जस्तै यो घर छ यता, योभन्दा उता चाहिँ उसको त्यहाँ सामानहरू राख्ने उसले गोदाम बनाएको छ, यो सबै यसैको नै हुनुपर्छ मेरो हिसाबमा। त्यो सानो देखिया ट्याङ्कीहरू चाहिँ त्यहाँ चाहिँ यहाँको अनाजहरू चाहिँ राख्ने ठाउँ हो। अनि यता पनि देख्छ त्यो पछि बल्ल अर्को एउटा घर आयो, बिचमा ग्याप छ, फेरि अर्को आयो होइन। त्यो पछि फेरि बिचमा जङ्गल छ, त्यो पछि अनि फेरि यता अर्को घर। अनि आफ्नो घरमा चाहिँ धेरैको घरमा बोट अनि आरबी भनिन्छ, अब यो ढुङ्गा राख्ने अनि नजिकैको अनि जाने पोखरीहरूमा चाहिँ सयर गर्नलाई जान यिनीहरू मन पराउने गर्छ। अनि अर्को कुरा चाहिँ यहाँ चाहिँ के पनि मलाई ठिक लाग्छ भनेदेखि यहाँ चाहिँ बन्दुक एउटा आवश्यकता पनि हो मान्छेहरूलाई, किनभने यसरी फैलिएर बस्दाखेरि चाहिँ अब भोलि चाहिँ छिमेकीलाई के पर्दाखेरि पनि त्यो चाहिँ कसैले थाहा नपाउनु पनि सक्छ। जस्तै अब यो ग्रामीण बाटोमा चाहिँ मान्छेहरू चाहिँ यसो देख्यो भने पनि नचिने मान्छेलाई पनि हात उठाउने हुन्छ, किनभने यहाँ त्यति मान्छेहरू आवत हुँदैन। अनि यही वरिपरिकै मान्छे आएर होलान् भन्ने पनि हुन्छ। अर्को चाहिँ यहाँ मान्छे फ्रेन्डली भएर पनि होला त्यो कुरा चाहिँ, त्यही भएर चाहिँ यसो एउटाले हात उठाएँ, त्यही भएर मैले हात उठाइदिएको। जब कि उसलाई मैले चिनेको पनि छैन यस्तो हुन्छ। अनि त्यो पछि मैले जस्तै त्यो अघि गन लको कुरा गर्दै थिएँ। अमेरिकामा चाहिँ अब यो ठुलो ठाउँ छ नि त, मान्छे एकदम छरिएर बसेका छन्, जङ्गलहरू छ सबै। अनि मान्छेको सेफ्टीको लागि चाहिँ अनि एक घर एक बन्दुक, वा अब जतिवटा घर छ त्योभन्दा बढी बन्दुक चाहिँ, जतिवटा मान्छे छन् यहाँ अमेरिकामा त्योभन्दा बढी बन्दुक छ यहाँ। हुन त अमेरिका अब विश्वमै नम्बर 1 मै गनिन्छ यो चाहिँ बन्दुकको सिलसिलामा, किनभने अब धेरै देशमा चाहिँ यहाँबाट अब निर्यात पनि हुने गर्छ। अनि त्यसको साथसाथै यहीँको मान्छेहरू पनि एकदमै बन्दुकको शौकिन, ठाउँमा बन्दुक पसलहरू हुन्छ, त्यहाँ चाहिँ भित्तामा सजाएर राखिरहेको हुन्छ बन्दुकहरू, गोलीहरू किन्न पाइन्छ। अनि आफ्नै जग्गामा चाहिँ जस्तै मेरो जग्गा पछाडि चाहिँ म अब आफ्नो जग्गा छ भनेदेखि हन्टिङ गर्छु भने पनि, हन्टिङ भन्नाले शिकार गर्छु भने पनि चाहिँ जस्तै अब यहाँ त धेरै हरिणहरू, यति हरिण छ कि त्यो जतिवटा सुकै मारेर खाए पनि हुन्छ, त्यो मार्न पाइयो, खान पाइयो। प्लस चाहिँ अब आफूलाई कहिलेकाहीँ चाहिँ अलिकति डर लागेको केसमा चाहिँ आफूसँग बन्दुक भयो भने चाहिँ एउटा आत्मविश्वास आएर चाहिँ यसरी भित्र बस्नु पनि सकियो नि भन्ने कुराहरू। त्यही भएर यहाँको मान्छेहरू चाहिँ अब यो बन्दुक आफ्नो खोज्छ कि भनेर चाहिँ चिन्तित हुन्छन् कहिलेकाहीँ चाहिँ। उनीहरू आफ्नो बन्दुक फिर्ता दिन चाहँदैनन्, आफ्नो बन्दुक राखिरहन चाहन्छन्। हेर्नु सक्नुहुनेछ यत्रो ठुलो जग्गामा अगाडि केही पनि छैन, सबै घाँस मात्रै हो यो। अब खासै उत्पादन गर्नलाई यहाँ धेरै जग्गाहरू छ। अनि त्यही भएर यो हातले गर्ने खेती पनि होइन, यो ठुल्ठुलो जग्गामा चाहिँ ठुल्ठुलो मेसिनहरू लगाउनु पर्ने भएको कारणले गर्दाखेरि अब धेरै पुँजी चाहिन्छ यहाँ चाहिँ कृषि गर्नलाई। अनि थोरै उत्पादन गर्दाखेरि चाहिँ यहाँको चाहिँ त्यो खर्च धान्न गाह्रो हुन्छ, किनभने यहाँ चाहिँ अब सबै कुरा महँगो भएको कारणले गर्दाखेरि चाहिँ अब यो हाइवेको नाम नै पटोरी हाइवे रहेछ। अब यहाँ चाहिँ धेरै चाहिँ कुमाले गाउँ नै भनौँ यसलाई एक किसिमले। कुमाले गाउँ चाहिँ मा धेरै चाहिँ अब यो भट्टीहरू होला नि यहाँ चाहिँ, अनि त्यही भएर चाहिँ यसको नामै पटरी भिलेज भनेर राख्यो। अनि यो पटरी रोड, हामी अहिले पटोरी रोडमा छौँ, गइरहेको छ गाडी पटोरी रोडमा। ल हामी चाहिँ यहाँ चाहिँ पटोरी हेर्नलाई यहाँ आएको छौँ, सिटको पटोरीमा दामी रहेछ पटोरीमा। जुत्ता पटोरीको जुत्ता म्युजिक बजेको
No, you don't get it. We have small ones. They're indoor house plants, but we don't have any of the big ones. Okay. So most of the pottery product are for indoor use here, right? There are a few places I think that have the big pottery. Who has big Seagrove, Stoneslayer might, and maybe I'll talk to you later on. I feel they finally got some maps in here. All right, so we're here. I'll talk to you later. I'll know you later on today sometime. Right close by. Yep. Thanks so much. You're welcome. I'll be the person to die sometime phone me. Wow. They mix. It's a teal color. Which color this one? Ready? Everyone check. So ऊ मात्रै छ हो यसमा इन्डोर मात्रै हो प्राइस छ कि छैन प्राइस लेखेको छैन कति कति लेखेर त्यसको $20. $20 मा $28. It's a beautiful collection here. कस्तो राम्रो सबैले हेर्छ नाम लेखेको छ भयो होला कस्तो राम्रो कलर अनुसार थिम रहेछ यो चाहिँ राम्रो सबै कलर Wow, this is my favorite color. यो चाहिँ एकदम मलाई ब्लू मन पर्ने भएको भएर चाहिँ एकदम फेभरेट कलर छ त्यो पातहरु जस्तो बनाएको छ So beautiful. यस्तो राम्रो कट यसको $40 यो सानो कपको $40 कति रहेछ यसको 150 नेपाली 25,000 के हाल्नु है कस्तो राम्रो जाम भयो अब पुरै गाउँले यो ठाउँले पुरै पोटरी फुटेर रहेछ हामी यहाँ पोट्री बनाउन आइरहेको Mix ourselves. That's going to be shiny, right? Yes, yeah. Like this color I'm putting on right now is that purple color. Oh, this one. Yeah. ब्लेजिङको लागि यहाँ Yeah, and that's a white there. And doesn't look like a white, right? It's white. When it dries, so it becomes Well, white. when it's fired, they change color. And you know, Is this a real mud? No, that's the color. Oh, color. Putting on the color. That's a white color. It doesn't look like white, but when they fire it up, it comes to white. when the glaze melts, they change color. उनीहरूले चाहिँ यो चाहिँ अब आगो लगाउने रे आज yeah, we'll have this loaded tonight and another small kiln, and then that's our big kiln. But that we don't have enough pots for that right now. So the pot's gonna go on top of here and it's gonna Yeah, we have these shelves will go on this side. The shelves will go here.
And they're gonna be heated using gas. Yeah, we use gas. Oh, Yeah, we okay. fire gas. We have 4 burners here. The big kiln has 16 burners. 16 burners. And we fire to 2,081 degrees. I Oh, don't know what that is. I 2008 don't know what that is in Celsius. centigrade. So this is the oven actually. This is the oven. This is the This is one, and then there's a small kiln in the back. So how long do we have to heat until it's This kiln takes 8 hours. 8 hours? That one takes 6. So it just depends which kiln you use. Oh. So those outdoor planters gonna be like Lesser? frost free or whatever they Oh, yeah. during Uh-huh. we can use. Yeah, I would not like they can drain, but if they fill with water and the water freezes, it might crack. Oh. Yeah, you need to be careful of that. Okay. With ceramic? Yes. All ceramic. Okay. Yeah, all I ceramic. didn't know Even that. if they say frost free, so it's Yeah, and now if it has a hole in the bottom and there's good drainage, it should be fine. okay. But yeah, I worry. Okay, thank you so much. Oh, thank you. It's a nice experience. Our clay has a lot of sand in it. So this is rough. I have to sand it. So Oh. we have to sand everything after it comes out. These just came out of the kiln a couple of days So are you going to clean and sign it? Yes. Where does the coil come from? It's from local, right? Yes. Oh, this sensor. Thank you. Thank you. What's your name? Alexa. Alexa. What is your name? Sumitra. Sumitra. And Subhash. Oh, it's nice We'll to come meet to you. see again. Okay. We'll bring the key Okay. later. हामी चाहिँ च्यातम काउन्टीको एग्रिकल्चर डिस्ट्रिक्टमा छौँ अहिले गाडी गइरहेको छ चारैतिर यहाँ चाहिँ एकदम खेती हुने ठाउँ हो। अहिले चाहिँ यो चाहिँ पहिला मकै लगाएको थियो होला सायद होइन। मकै सोयाबिन धेरै उत्पादन हुन्छ, जुन चाहिँ अमेरिकाको लागि चाहिँ सबैभन्दा बढी यिनीहरूले यहाँबाट चाहिँ एक्सपोर्ट गर्ने सामान पनि हो। अनि यहाँ चाहिँ गाई पालनहरू पनि धेरै देखियो। यो बाटोमा खासै मान्छेहरू त्यति हिँडेको छैन। युथको टाइम भएको भएर पुरै कालो कालो ब्राउन कलरको रुखहरू देखेको छ। समरमा हुने हो भने कति रमाइलो छ यो ठाउँ। हामी लास्टमा कसलाई लिन सानबीलाई अब हामीले यहाँ उसलाई पिकअप गर्यौँ। अनि के आएछ सामु देखाउ तिम्रो क्रिसमसको घन्टी कसले बनाइदिएको छ र? मिसले के छ? फोटो छैछ नि त भित्र छ ल। ओके नमस्ते, मेरी क्रिसमस, ह्याप्पी न्यू इयर सबैजनालाई। के देख्यो रे? अब बोल्न आउँदैन? क्यामेरामा बोल्न आउँदैन? क्यामेरामा चाहिँ आउँछ कि आउँदैन? के पाए छोराले आज? के पाए? अनि त्यसपछि हामी यहाँ बच्चालाई पिकअप गरेर आयौँ। बच्चाले के ल्याएछ खै हेरौँ त।